कुरा चाहिँ के भन्दाखेरि मैले हैन लाइब्रेरी आउँछु अनि सुरुमै भिडियो बनाउँछु भन्ने सोचेको थिएँ तर है लाइब्रेरी आइसकेपछि लाइब्रेरीबाट निस्केपछि चाहिँ भिडियो बनाउने सम्झी मैले बिर्सिछु के पहिले अनि त्यही भएर भिडियो बनाएको थिइनँ अनि अहिले फेरि हामी पार्कमा जाने भनेको छौँ के अनि आधा भिडियो त बनाएन के बनाउनु भनेर नबनाएको फेरि बनाउन मन लाग्यो यस्तो बाटो हिँड्दा हिँड्दै त्यही भएर बनाएको छु अहिले चाहिँ हामी लाइब्रेरीबाट निस्केर आयौँ डडेलधुराको पब्लिक लाइब्रेरी बुक पनि ल्याएको छु मैले लाइब्रेरीबाट 1 महिनापछि फिर्ता गर्न पर्छ अरे अनि 1 महिना हाम्रो बिदा छ के अब फर्स्ट इयरको इक्जाम पनि सक्यो अनि यो बिदालाई फ्रुटफुल बनाऊँ राम्रो बनाऊँ भनेर बुक ल्याएँ मैले अब हामी कहाँ पार्क भनेर जाँदैछौँ कहाँ पार्क चाहिँ केही थाहा छैन मलाई अब धेरै हिँड्नुपर्छ जस्तो छ कोही केही खानेकुरा पनि ल्याउनु पर्छ क्या हामीले पिकनिक आए जस्तो यस्तो हिँडेपछि त पछाडि आउँदैछन् गाइजहरू यही होला अब म पार्कमा पुगेपछि चाहिँ भिडियो बनाउँछु एक्सपेक्टेसन राम्रो छ रियालिटी के हुन्छ थाहा छैन हैन कैसी लगी आगे स्वाद लालीगुराँस हेरौँ नेसनल फ्लावर हो हैन नचिन्नेहरूले चाहिँ पढ्न सक्नुहुन्छ नर्सरीमा गएर यस्तो स्पेलिङ मलाई आउँछ कता नआउनु आर्या छ डिओ डिएन डिआरओएन म ट्यालेन्ट बच्चैदेखि ट्यालेन्ट तपाईले मेरो च्यानललाई सब्स्क्राइब गरेपछि यस्तो यस्तो कुराहरु पढ्न पाउनुहुन्छ है ल है साथीले भन्छ सबले सब्स्क्राइब गर्नु होला इयरिङ हेर्नुहोस् कहाँ किनेको भन त विज्ञापन मैले अस्ट्रेलियाबाट झूठ बोलो बार बार झूठ बोलो She is a rich girl. Yes, no, I'm not Rich kid. Rich kid, I'm not rich kid, guys. यस्तै हो अलिअलि गरिब छु धेरै त हैन कहाँ हो हामी त हिँड्दै हिँड्दै हुने भयौँ पार्क चाहिँ आएन अहिलेसम्म तर पनि वी आर के भन्छ अन आवर वे अन द वे सल्लाहगारी भने यस्तो हो क्या कति राम्रो # फ्रेन्डशिप आज लाइब्रेरी गएको कस्तो लाग्यो तिमीलाई एकदमै राम्रो लाग्यो किनभने यो जस्तो ठाउँमा पनि यति राम्रो किताबहरू रहेछ अनि धेरै उपन्यासहरू अङ्ग्रेजी किताबहरू धेरै अनि आफूलाई मोटिभेट गर्ने किताबहरू पनि धेरै छ एकछिन पढिदियो किताबहरू पनि ल्याउन पाइँदैछ त्यही भएर आजको दिन एकदम रमाइलो लाग्यो मलाई अनि तिमीलाई मलाई पनि राम्रो लाग्यो मतलब मैले जस्तो सोचेको थिएँ नि एक्सपेक्टेसन लाइब्रेरीको त्यस्तै नै भेटाएँ अनि किताबहरू पनि ल्याएको छु अब यो बिदालाई चाहिँ युजफुल गर्नु पर्यो के अरे युजफुल बनाउनु पर्यो अब हामी कहाँ गइरहेछौँ हामी आफैलाई थाहा छैन पछाडि साथीहरू आउँदैछन् हामी पनि आउँदैछौँ यता नि छन् असलमा त लाइब्रेरी हामीलाई पो बढी राम्रो लाग्यो त्यही मैले 3-3 बुक लिएको छु 4-4 लिएको छ तुम्हें शर्म है कुछ शर्म आया है नहीं होइन अरे हामीले मैले भिडियो बनाइरहेको छु नि त मैले ल्याएको बुक लेख्न दिए हो यिनीहरूलाई अनि उसको बुक नै लेखिराखन् यिनीहरूले एउटा बुक लेखन् बढी कुरा अरूको बुक बोकेर मान्छे पक्कै हुन्छ लभर यिनीहरू चाहिँ सेक्रेट रिलेसनसिपमा छन् गाइज है मैले आज पोल खोलाइदिइहालेँ तर प्लिज कसैलाई नभन्नु होला है सरी सुन्दर रस्ना यो भिडियो देखेपछि मलाई नकराउनु पार्क आयो ल कस्तो राम्रो गेटले स्वागत गरेछ ल वही यही हो पार्की घर हो यहाँ यसरी फुलले स्वागत गरेको छ पार्कलाई लालीगुराँस वाउ वही यहीँबाट हो आऊ त्यहाँबाट तल थोरै थोरै बिच बिच कापबाट पार्कको त्यो निशानी देखिरह क्या बात है सर क्या बात है सर क्या बात ये बात है अरे सर क्या बात है
राम्रो रहेछ बस्ने ठाउँ नि रहेछ ठकाइला आयो भने बस्नु होला भनेर होला आइरहने केटीहरू वाउ राम्रो ठाउँ जस्तो छ हामीले खाजा पनि लिएर आउनु पर्थ्यो के त्यो हाम्रो मिस्टेक भयो अब अर्कोचोटि आयौँ भने चाहिँ खाजा लिएर आउनेछन् ल सुरु भयो पार्क अब म देखाउन जाँदैछु राम्रोसँग राम्रो ठाउँ रहेछ के हो यो चाहिँ हल हो कि के हो आई डोन्ट नो है ल है त म आइपुगेँ पार्क वाउ वेलकम टु अमरगढी पार्क वान एन्ड ओन्ली पार्क वाउ राम्रो छ भाइ भ्युजहरू हेर्न फोटो खिच्नलाई यहाँबाट सनसेट देखिन्छ अरे के त्यही भएर बढी राम्रो हो यो ठाउँ चाहिँ कस्तो राम्रो वा अब पार्कमा यस्तो ठाउँ बसेर पो किताब पढ्ने त फुल फुलेको भए चाहिँ राम्रो देखिन्थ्यो फुल नफुलेर हो गाइज फुल फुल्ने सिजनमा आयो भने दामी छ हामी चाहिँ फर्क्यौँ पार्कबाट फुल फुलेको भए झन् राम्रो देखिन्थ्यो कि सबै सुक्या रहेछ तर केही छैन रमाइलो भयो भिडियोमा देखाउनलाई त्यस्तो केही थिएन फोटो खिच्नलाई रमाइलो भयो रमाइलो भयो अहिले चाहिँ हामी फर्किरहेछौँ अब मेरो सास फुलिसक्यो उकालो उक्लिएर ऊ चाहिँ हाम्रो क्लासको एकदम ट्यालेन्टेड अनि राम्री केटी हो ऊ भन्न लजाउँछ नि तर फ्याक्ट त्यही हो ल यति भन्दै आजको दिन सकिएको छ हाम्रो बाई खत्म हो गया भैया मैटर खत्म बाय बाय टाटा गुड बाय